मोबाइल हेरेछ कहिलेकाहीँ त भविष्यको बारेमा नि सोच न। होइन तँलाई चाहिँ के भयो अचानक भविष्यको कुरा गर्छ त? गर्न पनि के गर्नुहोस्, न त यो देशमा राम्रो जागिने पाइन्छ न त सिस्टम नै राम्रो छ। हुन त हो यार, के गर्ने कस्तो तनाव। फेसबुक खोल्दा पनि रिस मात्रै उठ्छ। जता पनि भ्रष्टाचार, बलात्कार र हत्या हिंसाको मात्र न्युज आउँछ। अनि भ्रष्टाचार नै भ्रष्टाचार छ देशमा पनि, नेता नि त्यस्तै छ, अनि नेतालाई भोट दिने जनता पनि त्यस्तै छ। हाम्रो त भविष्य नै खराब भइसक्यो यो देशमा। त्यही त यार, यो देशको राजनीति त बुझ्नै सकिँदैन। के हो लो नानी, के बर्बाद भयो फेरि यस्तो? उठ्ने बित्तिकै देश र सरकारलाई सराप्न सुरु भयो है तिमीहरूको। हेर यो कोठाको हालत, ओछ्यान मिला छैन। जो घाम लागेपछि पनि उड्दैन, जो दिनभरि मोबाइल चलाएर बस्छ, तिमीहरूलाई नै छ है देशभरिको चिन्ता। लाज लाग्दैन यति पनि? आफू सुध्रिनु छैन, देशभरिको चिन्ता छ है तिमीहरूलाई। हो भने मम्मी, दादाको त कामै के छ र? आफू त दिनभरि बेडमा पल्टेर मोबाइल हेरेर बस्ने, अनि लास्टमा सराप्ने चाहिँ देश र देशको सिस्टमलाई। फेरि सुरु होइन तेरो लेक्चर? ओइ सुनिली, बाहिर जाऊ मम्मी। सरकार काकी नमस्कार। अनि साँझ त हाम्रो सादा ठाउँ हो नि, यसरी बाटोमा पोल काट्नु भयो भने त यो बन्द गरिन्छ। तिमीले एक्लै काम गरेर केही पनि हुनेवाला छैन। न त समाज बदलिन्छ न त राम्रो सफाइ हुन्छ। धेरै काम गरेर समय आफ्नो बर्बाद नगर साथी। सौरभ, सुनि, सरकार काकी तपाईँहरूले अरू सुतेन त भन्नुभयो, तर म अहिले तपाईँलाई एउटा प्रश्न सोध्न चाहन्छु। हामी भनेको को? हामी भनेको म, तपाईँ र समाजमा बसोबास गर्ने व्यक्तिहरूको समूह होइन र? हो त नि, म सुध्रिएँ भने मेरो घर सुध्रिन्छ, हजुर सुध्रिनु भयो भने हजुरको परिवार सुध्रिन्छ, अनि हामी सबैजना सुध्रेपछि त समाज सुध्रिहाल्छ नि। सही भन्यौ पूजा। हामी जहिले पनि हाम्रो राम्रो बेटर अस मात्रै चाहन्छौँ, तर राम्रो बेटर मी बन्न तयार हुँदैनौ। सौरभ, तिमीले आजैबाट आफ्नो समयको सदुपयोग गर्यौ र नयाँ सिप सिक्यौ भने तिम्रो भविष्य राम्रो हुन्छ कि हुँदैन मलाई भन त। हुन्छ। कुरा त हो यार, हामी आफै गलत गर्ने अनि समाज र देशबाट चाहिँ राम्रो अपेक्षा गर्ने त राम्रो होइन नि त। मैले अहिले आएर पो कुरा बुझेँ। म अबदेखि आफ्नो आँगन घर सबै सफा राख्ने बाबुहरू। मलाई माफ गरिदेऊ, म अरूको सधैँ गल्ती मात्र चाहन्थे। म आफूले आफूलाई सुधार्छु। सुरुवात त म आफैबाट गर्छु। ओहो, बल्ल पो मेरो छोराको बुद्धि बढाएछ। अब म पनि प्लास्टिकको प्रयोग गर्न बन्द गर्छु। जब हाम्रो परिवार बदलिन्छ, तब हाम्रो सिङ्गो देश बदलिन्छ। सुरुवात आफैबाट गरौँ, हामी राम्रो। बेटर मी, बेटर